हामी चाहिँ यो टमाटरको ब्याट राख्नेवाला छौँ है साथीहरू। मेरो नानाले चाहिँ तल रेडी बनाइसकेको छ। अनि नानाले चाहिँ रमभेडाको ब्याट राख्ने जग्गा पनि मजाले बनाइसकेपछि चाहिँ मजाले नानाले चाहिँ दाना मजाले उयो गर्दैछ नि त, लाइन लाइन बनाएर पनि मजाले दाना हाल्दैछ त्यो लाइनमा। हेर्नुहोस् त, हेर्नु सक्नुहुनेछ तपाईँहरूले त कसरी राख्नुहुन्छ है। हामी त यसरी राख्छौँ टमाटरको ब्याट। तपाईँहरूले कसरी राख्नुहुन्छ है, यसो कमेन्ट गरेर भनिदिनुहोस् होला। हामी त यसरी राख्छौँ। अब सक्नु लाग्यो नि त साथीहरू। हेर्नुहोस् त, ब्याट राखेर पनि सक्नु आँटेको छ है। त्यहाँदेखिको यो लगाइसकेपछि के गर्नुपर्छ भनेर यो पनि तपाईँहरूलाई देखाउने छु। अनि आजको वेदर चाहिँ यस्तो छ, मौसम पनि एकदम क्लियर राम्रो छ है। अनि मेरो नानाले चाहिँ फेरि माथिबाट चाहिँ माटोले छोप्नुपर्छ भनेर भन्नुहुँदै थियो। अनि माटोले छोप्नु हुँदैछ, हल्का माटोले छोप्नुपर्छ अरे नि त। दानाहरू चाहिँ मजाले नै सबै छोप्नुपर्छ अरे है भनेर चाहिँ नानाले चाहिँ भन्नुहुँदै थियो नि त मलाई। अन्त त्यही भनेर चाहिँ नानाले मजाले छोप्नु हुँदैछ, दाना बाहिर ननिस्कोस्, कमिलाले नखाओस् भनेर है। मजाले छोप्दैछ मेरो नानाले चाहिँ माटोले। अनि माटोले पनि छोपिसक्यौँ है। माटोले छोपिसकेको बादमा के गर्नुपर्छ भनेर त्यो पनि म देखाउने छु तपाईँहरूलाई। नछोपेको जग्गातिर नानाले फेरि पनि माटोले फेरि छोप्दैछ है नानाले। त्यहाँदेखिको बोराले छोपेर चाहिँ नि यसरी माथिबाट पानी छम्काइदिनुपर्छ। किनभने यसरी माथिबाट बोराले छोपेर मजाले पानी छम्काएको छ भने चाहिँ भित्र चिसोको चिसै बस्छ है। अन्त मजाले उनीहरूले उयोहरू गर्नु सक्छ, चिसोहरू मजाले एब्जर्ब गरेर राख्नु सक्छ नि त। त्यही भनेर चाहिँ यसरी पानीहरू छम्काउनु पर्छ। अनि नानाले पानीहरू पनि छम्काइसक्यो। त्यहाँदेखिको चाहिँ हाम्रो चाहिँ कुखुराले खोर्सिन्छ भनेर चाहिँ यसरी माथिबाट छोप्यौँ। थ्याङ्क यू सो मच फर वाचिङ।